हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो पूर्णिमा भ्लगमा। आज चाहिँ त्यसै भ्लग बनाएको त हामी चाहिँ यहाँ यिनीहरूकोमा फोटोसुट गरिदिनु लाग्छु। स्वागत छ मेरो भ्लगमा। के बोल गाई चाहिँ हिरोनी छ कि छैन ल भनिदिनु त। होइन कस्तो राम्री देखिरह अनि त्यसै अब हल्का हल्का मेकअप गर अनि फटफटेमा माया म चाहिँ आज नलगाउने किनकि मलाई सन्चो होइन, त्यही भएर म नलगाउने। लगाइ के अरे सुटिङ खेलाउन मन छ भने उसलाई सम्पर्क गर्नु होला। जोन रेहाली सुरक्षा कैद करेक्टे तालको तर फोटो खिच्दै थिए। चलो त कैद करेक्टे साडी फेर मलाई साडी लगाउन नआएर म बिचरा उल्टो साडी लगाइदिए। तर उल्टो भन्दा गादल महिनरी हजुर राम्रै नै छौ त। स्वागत छ मेरो भ्लगमा। धन्यवाद धेरै धेरै। इला जाम दिदीको भ्लगमा जहिले खाली आउँथ्यो के जहिले हैन दिदीको भ्लगमा जहिले खाली आउँथ्यो के जहिले हैन के त्यो काम नपरेको हो के। उही एक जान के त कखनी बनोली यहाँ ए बाटो बन्दै रहेछ ल गर्दीको विकास हुँदै हो यहाँ। कहाँ खिच्देऊ के डगरामा मलाई हिँड्न पनि मन लाग्छैन। हामी चाहिँ फोटो खिच्दिन जाँदा म यिनीहरूको मलाई छोडेर गएन। म हिँड्न सकेन, यिनीहरूले मलाई छोडेर गएन। कस्तो मुडार देखाएर के उजाड नै यहाँ के। यहाँ चाहिँ रुखहरू काटेर रहेछ। पिच भन्छ के भन्छ थाहा छैन मलाई। माई गड कहाँ देऊ क्या खिच्देऊ के कस्तो हमार गाउँको मुठान फेर देखाएर के। हेलो गाइस, अब चाहिँ मेरो पालो। हाम्रो फोटोसुट सकिसक्यो अनि म त खतरा हाल्छु आज। ओके मेरो टिकटक चाहिँ फेरि यो भ्लगमा जहिले म काली आउँदो रहेछु यार गाइज। दिदीले एडिट गर्नुहुन्छ। अब हामी चाहिँ जान लाग्यो हामी चाहिँ घर जान लाग्यो अनि म पनि अहिले घर जाने हो। धेरै टाइम भइसक्यो। मेरो बहिनीले मलाई गाली गर्छ। ल मेरो भन्नु त्यति नै हो। ल घर पुग्यो धन्न। घर आउने बित्तिकै यहाँ कुचेको। अब कपडा खोली हामी चटपट खाना आएको। अब होइन घर जान लाग्थ्यो म नि चटपट खाना आएको खान्छु। ल खाऊ। बाई राम्रोसँग जाऊ। अब कस्तो सन्काइदिन्छ पागलले यहाँ। बाई गाइज। अब हामी छुट्टिन गएको। म घर जान लाग्यो। म घर आइसकेँ। अब यहाँ चाहिँ हाम्रो हिरोनी साइकल सिक्दैछ। यसरी गर के अलि पछाडि आउँछ सिधै। देवी त ल यहाँबाट सिक्दै चल है। ल के आफै सिक त नि। ल जाऊ फेरि
हेलो गाइस वो साइकिल भिडियो बनाउनु हमरा उजी चाहिँ दमदम जान हो दुखिसक्यो ल चला 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 सानो एकचोटि घुमाउ न घुमा ल चला ओइ खस्यो खस्यो तिमी तुरुन्तै घुमाइराखौ अनि कहाँ हुन्छ ल यताबाट घुमाऊ यहाँबाट घुमाऊ यहाँबाट घुमाऊ नि यहाँ ल अलि पछाडि ल्याऊ हे भगवान् टान पनि दिन पर्ने रे ल ल्याऊ त्यो साइकलको ह्यान्डल यस्तो गर यस्तो अनि बल्ल यता आउँछ यता यता आउँछ बल्ल पछाडि ल एउटा हातले मात्र नसक्दो रहेछ है म ल चलाऊ है चलाऊ ल चलाऊ यस्तै गर्छ नि कहाँबाट सिक्नु मरिस मलाई चाहिँ साइकल चलाउँदा अनि थकाइ लाग्थ्यो अनि म चाहिँ अहिले रेस्ट गरिरहेको छु आज दिनभर साइकल सिक्यो नि तिमीले खस्यो कि खसेन एकचोटि खस्नै पर्छ साइकल सिक्दा नत्र सिकिँदैन म पनि खसेको एकचोटि मेरो घुँडामा यत्रो ठुलो घाउ भएको थियो झन् के अरे त्यो एउटा दाइले के मलाई के भनिदिएको भने अब तिम्रो त्यो घुँडा के अरे फुट्यो त्योबाट भात निस्किन्छ तिम्रो त्यो घुँडा के अरे फुट्यो त्योबाट भात निस्किन्छ निक्लिँदैन त म त्यति बेला सानो थिएँ नि त मलाई थाहा थिएन अनि म घर आएँ होइन घर आएर पनि कसैलाई नभनेको के मैले त्यो खुट्टामा यत्रो ठुलो काटे तर मैले कसैलाई नभनेको बाबाले गाली गर्नुहुन्छ भनेर झन् अनि पछि राति भएपछि चाहिँ मम्मीलाई भने मम्मी मेरो यस्तो यस्तो भयो खुट्टामा घाउ आयो भनेर अनि
खुट्टामा खावा भनेर अनि मम्मीले धन्न गाली गर्नु चाहिँ भएन मेरो मम्मीले पागल नि अनि औषध लगाइदिनु भयो अहिलेसम्म मलाई मेरो के अरे खुडामा घाउ भएको यहाँ डाम छ यहाँ मेरो त अस्ति नै यो अनि एकचोटि है बाबाले त्यो साइकल पुस्न लाउनु भएको थियो कि अनि त्यति बेला त्यो साइकलको त्यो सानो स्ट्यान्ड हुन्छ नि त्यो लगा भन्नुभएको है म त नबुझेको फर्स्टमा अनि त्यति बेला पनि साइकल चलाउन आउँथेन म सानै थिएँ त्यति बेला खाली खुट्टा भएर त्यो हानेको है मैले यत्रो काटेको थियो मेरो त्यो के अरे भित्रको त्यो सेतो हड्डी हो कि त्यो मासु हो त्यो त्यही देखिएको के गाह्रो छ नि साइकल सिक्न अब तिमी पनि एकचोटि खसा अनि बल्ल सिक्छौ न सिक्दैनौ तिमी पनि बुबाले के भन्नुहुन्छ पंखा चलाइदिउँ अरे पंखा चलाइदिउँ म हालिदिन्छु हेर है ल तेरो मम्मीले अलि हेर्नुहुन्छ अनि पगली भन्नुहुन्छ त्यसलाई पगली भन्नुहुन्छ ओके गाइज हामी चाहिँ बाई बाई अब भोलि आऊ है फेरि सिक्न पाछा तिमी न अज्ञानी हो त्यसमा यस्तो गर्यौ नि भाइहरू ज्ञानी छ तिमी त छैनौ जाऊ त पस्देऊ ल बाई बाई गाइजहरु अब भोलिको कति सिक्छ यो केटिएन म भोलिको भ्लगमा हजुरलाई देखाउँछु भ्लग बनाए भने पो देखाउँछु त बनाउँदै बनाएन भने त कसरी देखाउने थोरै भोलि फेरि आउँछु है ओके भोलि फेरि आऊ 11 बजे अरु यही घर अगाडि नै छ घर 11 बजे आउँछु रे अनि बिहान के गरेर बस्छौ त हैन बेन्नै उठी साइकल चलाउँछु ल अनि त्यति बेलामा उठेकै हुन्न उठी साइकल चलाउँछु अरे फेरि उठेकै हुँदैन के बोलेको यो केटीले थत्तेरका म बिहान आथे नि उठेकै थिएन त म कति बजे आथ्यौ तिमी बुबा पारी जाने बेलामा म बनाएको थियो अनि उठेकै थिएन भनेको थियो त पुरीमा मासु सोध्दै थियो म आज 10 बजे उठेको अनि भोलि मलाई उठाउन आऊ न तिमी छिटो है ल अब बाई भन बाई बाई गाइज आजको ब्लग के भयो कस्तो भयो मलाई थाहा छैन हेरेको पनि छैन त्यसै बनाएको अब चाहिँ म बिदा हुन चाहन्छु ब्लगबाट आजको लागि फेरि पनि नयाँ ब्लग ल्याउँदै गर्छु छिटो कन्टेन्ट पाउँदिनँ के त्यही भएर म ब्लग पनि बनाउँदिनँ सो अब चाहिँ आजको लागि यति नै बाई बाई लास्टसम्म हेरिदिनु भिडियो थ्याङ्क यू फर वाचिङ बाई बाई